हे गाइज वेलकम ब्याक टु माई च्यानल भन अनि यो मैले भिडियो बनाउने कारण भनेको सके ऊ छैन के मैले भिडियो भनेको अब म फेरि ब्याक इन द युट्युब भन्ने भनेर सोचेको होइन धेरै नै भयो के हल्का सोचेको यो त ड्रिम अनि युट्युब भनेको त होइन अनि यस्तो ड्रिम भन्ने चिज त छोड्नुहुन्न ड्रिम त पुरा गर्नु पऱ्यो अनि अब मैले कस्तो भिडियो बनाऊँ के गरौँ भनेर सोचिरहेको के अनि अब हेर युट्युबको भिडियो बनाउनु सकेको पनि धेरै नै भयो अब कसरी गर्ने के गर्ने मलाई त्यस्तो उस पनि छैन पहिला बनाउने भनेको हल्का क्रिन्ज टाइपको जे मन लाग्यो त्यही बनाइन्थ्यो होइन अब हल्का कन्टेन्ट चेन्ज गरेर केही राम्रै बनाऊँ भनेर सोचिरहेको छु होइन तर के बनाउने कसो गर्ने आइडिया नै भएन क्या अनि आज भिडियो बनाउनेको कारण भनेको त्यही हो कि अब मैले अब के गरौँ कसो गरौँ एउटा भिडियो त हालिदिन्छु आज भनेर आज यही भिडियो हालिदिउँ भनेर सोचिरहेको छु क्या अनि हल्का कन्फिडेन्स पनि आइरहेको छैन अहिले अब रुममा एक्लै थियो त्यही भएर त्यो कन्फिडेन्स आएको बोल्नु नत्र अब मान्छे भएको म सक्थिनँ होला होइन त्यही भएर कन्फिडेन्स नि बनाउनु पऱ्यो हल्का अनि यो पनि म्याक्स कस्तो आकार गोरो आएर चिल्लो आएको छ है अति नै होइन कस्तो कन्टेन्ट बनाउनु चाहिँ गाइजहरू हल्का रिकमेन्ड आयो त अब बाहिर गएर बनाउने यस्तो यहाँदेखि यहाँ हल्का झ्याउ छ अनि अब कन्टेन्ट बनाउने गयो भित्रै हो बाहिर पनि बनाउँला पछि अब हल्का फुल्का भ्युज स्युज आएपछि हल्का फुल्का केही कन्फिडेन्सहरू बढेपछि बनाउँला होइन अहिलेलाई भनेको अब यहीँ बसेर यहीँभित्रै बसेर केही कन्टेन्ट गरेर हजुरहरूलाई पनि मजा आओस् नि त होइन हेर्ने मान्छेलाई रमाइलो होस् त्यस्तो कन्टेन्ट प्लस मलाई पनि मजा बनाउन मजा आओस् त्यही हो लाइफमा दुवै चिज हुनुपर्छ क्या भिडियो बनाउने भनेको त्यही त हो आफूलाई रमाइलो पनि होस् अगाडिको मान्छेलाई रमाइलो होस् हेर्ने मान्छेलाई होइन त त्यस्तो भिडियोहरू बनाएर सोचिरहेको छु नेपालमा अब कस्तो नेपालमा मैले गरेन कि छ्या नेपालमा होइन है कस्तो मैले बाहिर उता उस्तो गरेन केटाहरू थिएन इनफ थियो अहिले त सब केटाहरू देश सिरियस गइसक्यो होइन गाह्रो छ यहाँ अब एक्लै अब झन् कसरी कन्टेन्ट बनाउने भनेर सोचिरहेको छु मैले नयाँ नयाँ कन्टेन्टहरू बनाउने भनेर सोचिरहेको के कन्टेन्ट गराऊँ होइन अनि अझै केटाहरूले कमेन्ट हान्छ कति हन हन भनेको भनेर हन त यस्तै बुढो लिनु भएपछि अब हन हन त निस्किहाल्छ नि होइन त गाइजहरू अनि गाइजहरू कस्तो कन्टेन्ट बनाएको हल्का आइडियासमा चाहियो है ल कमेन्ट समेन्ट हामी त कस्तो कन्टेन्ट बनाऊँ के गरौँ गाइज दाइलाई ब्याक हान्नु पऱ्यो कि युट्युबमा सबले कमब्याक हानेर छ मैले कमब्याक हान्नु परेन अनि ड्रिम थियो यार युट्युबर भन्ने त अब कन्टेन्ट बनाउँछु खतर खतर कन्टेन्टहरू बनाइन्छ गाइजहरू टेन्सन अलिक होइन फेरि कन्टेन्ट सुरुको कन्टेन्ट भनेको भित्र बसेरै बनाउँछु होला मैले यहीँभित्र अब कस्तो बनाऊँ अब कमेडी भाइन्सवाला बनाऊँ कि अब यत्तिकै बोलेर केही हुन्छ नि केही चिजहरूको बारेमा व्याख्या गर्ने या के गर्ने हुन्छ नि अब कस्तो आइडिया साइडिया दिनेवाला मान्छेलाई कस्तो चिजहरू हेर्न मन लाग्छ कि मेरो बोली कस्तो छ भन गाइजहरू बोलीमा कस्तो छ कमेडी छ सुन्न लाग्छ मलाई म जस्तो मान्छेलाई कमेडी सुन्न होइन अब म जस्तो मान्छेलाई अब गेमिङ गर्ने भने गेमिङको चिजहरू ठिकै छ गेमिङ भन्ने चिजहरू तर गेमिङभन्दा अरू चिज गरौँ भनेको भिन्न बसेर अब यहाँ कोठामा बसेर मैले बरु यस्तो गर्छु कि मान्छेले अब हेर्ने मान्छे भयो भने म दिनको एउटा कन्टेन्ट दिन्छु सियर दिनको नभए नि हप्ताको एउटा कन्टेन्ट दिन्छु क्या हप्ताको नभए भने होइन हप्ताको दिन्छु गाइज टेक्नोलोजीको हप्ताको त इजी दिन्छु होइन अनि म झन् यो जुवा काटेँ कस्तो लाग्दैछ यार ओहो भिडियो आउनु त भाइ गऱ्यो बालेर त कर्ली गाइजहरू अति नै भएको छ ल त गाइजहरू अब डेली कन्टेन्ट हाम्रो आउँछ ल त माया गरेर राखौँ यो भिडियोमा लाइक हान्नु पऱ्यो सकेसम्म लाइक हान्नु पर्छ जति सक्यो त्यो लाइक हान्नु पऱ्यो र यो भिडियोलाई रिच दिनु पऱ्यो त्यसपछि ब्रो विल गिभ यु कन्टेन्ट आउट अफ कन्टेन्ट ल त गाइजहरू सायोनारा आयो त माता ने भेट्दै गरौँला अनि त्यही हो सक्छ लाइक र कमेन्ट हान्नु पऱ्यो कस्तो भिडियो बनाऊँ यहीँभित्र बसेर बनाउँछु होला भिडियो तर कस्तो भिडियो बनाऊँ भनेर सोच मलाई आइडिया दियो कि गेमिङभन्दा छुट्टै है अब कस्तो हुन्छ नि अब रोस्टवाला बनाऊँ कि केही गरौँ कि के गर्ने भनेर भन न त्यस्तै भिडियो बनाउँछु म ल पिस आउट लट्स अफ लभ एकदम नै माया छ है गाइजहरूलाई